हेलो हेलो साथीहरू, दर्शन नमस्ते नमस्कार सम्पूर्ण मित्रहरूलाई। म रेशम ओली। साथीहरू, आज चाहिँ रुमदेखि हल्का घुम्न जान लागेका छौँ। एकजना साथी हुनुहुन्छ र म छु र आज चाहिँ यसो घुमघाम गरौँ भनेर भ्लगिङ गरिरहेको अवस्था छ। यतिखेर देख्न सक्नुहुन्छ, यतातिर चाहिँ देख्न सक्नुहुन्छ नेपाल जस्तो हरियाली, के अरे वन पाखाहरू जस्तो होइन। यतातिर चाहिँ देख्न सक्नुहुन्छ एकदमै गाउँ एरिया छ। साथीहरू, सबैजनाले भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला भन्न चाहन्छु। हामी चाहिँ अलिकति बाहिरतिर भ्लगिङ गर्दै गरेको अवस्था छ साथीहरू, र मौसम पनि एकदमै चिल्ड भएको अवस्था छ र त्यसैमाथि हामी चाहिँ घुम्न हिँडिरहेका छौँ। सबैजनाले चाहिँ हेर्न सक्नुहुन्छ, यतातिर घरहरू छ है। सो यतातिर त्यति भिडभाडहरू छैन, त्यस्तो बजारहरू छैन, गाउँ जस्तो एरिया छ र यो चाहिँ भित्री रोड पर्छ, हाइवे चाहिँ पर्दैन। सो हाइवे परेपछि चाहिँ अब अलिकति भिडभाडका हुन्छ नै। हामी चाहिँ अलिकति भित्री रोडबाट हिँडिरहेको अवस्था छ। यतिखेर सबैजनाले देख्न सक्नुहुन्छ, यतातिर चाहिँ अब घरहरू देख्न सक्नुहुन्छ, हल्का फुल्का पसलहरू त छ नै होइन। त्यस्तो चाहिँ अलि हाई फाई बजारहरू छैन। यतातिर चाहिँ हामी हल्का फुल्का अब घुमिरहेको अवस्था छ साथीहरू। देख्न सक्नुहुन्छ यहाँ त्यति भिडभाडका हुँदैन, भित्री रोड हुँदै हामी चाहिँ घुमिरहेका छौँ र सबैजनाले हेरिदिनु होला मेरो भ्लगिङलाई। सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु। आज चाहिँ पानी परेर पनि हल्का मौसम चाहिँ चिल्लो भएको अवस्था छ यतिखेरको बसाइमा चाहिँ होइन। यतातिर दोकानहरू छ सानो। सो साथीहरू, यता चाहिँ हामी अलिकति घुमघाम गरौँ न त भनेर चाहिँ आएको छौँ र हस्ता फेरि पनि भेटौँला अर्को भिडियोमा। अहिले चाहिँ यहाँसम्म मात्रै हो है, फेरि अर्को भिडियोमा भेटौँला। सबैजनालाई नमस्कार छ है त, जय नेपाल। फेरि भेटौँला। हस् त, धन्यवाद।